अब तपाईहरुले चिन्ता गर्नु पर्दैन यदि तपाईको फेसबुक ह्याक भयो या केही भयो भने तपाईहरुले चिन्ता गर्नु पर्दैन अब किनकि म तपाईहरुलाई एउटा यस्तो एप्सको बारेमा बताउन गइरहेको छु तपाईलाई चाहिने सम्पूर्ण कुराहरु एउटै एप्समा उपलब्ध भएको छ र तपाईहरुले सबै कुराहरु त्यही एप्सबाट गराउन सक्नुहुन्छ मानौ फेसबुक क्वेरीजहरु भए या तपाईहरु विदेश जाँदै हुनुहुन्छ भने त्यो तपाईको भिसा सक्कली हो कि नक्कली हो त्यो कुराहरु सबै चेक गर्नको लागि एउटै एप्समा त्यो अवेलेबल छ म त्यस्तो एप्सको बारेमा तपाईहरुलाई बताउन गइरहेको छु र यो भिडियो अन्त्यसम्म हेरेर तपाईहरुले पनि त्यो एप्सबाट धेरै फाइदाहरु लिन सक्नुहुन्छ भन्ने जानकारी यहाँहरुलाई यही भिडियो मार्फत बताउन चाहन्छु। नमस्ते, यहाँहरुलाई स्वागत छ मेरो अर्को भिडियोमा र आज म तपाईहरुलाई यिनै कुराहरुलाई समेटेर एउटा भिडियो बनाउन गइरहेको छु र यो भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला र तपाईहरुले पनि त्यो एप्स राम्रोसँग युजफुली डाउनलोड गरेर फाइदाहरु लिन सक्नुहुन्छ। सो म तपाईहरुलाई देखाउन गइरहेको छु तपाई एप्सको बारेमा बताउन गइरहेको छु र तपाईहरुले त्यो एप्समा पाउने फिचरहरु के छन् र तपाईहरुले कुन ठाउँमा गएर कुन कुरामा गएर के गर्न सक्नुहुन्छ भन्ने कुराहरु बताउन गइरहेको छु र त्यसलाई राम्रोसँग हेर्नु होला र तपाईहरुले पनि यो एप्सको भरपुर फाइदा लिन सक्नुहुन्छ भन्ने आशा गरेको छु र भिडियोलाई अन्त्यसम्म हेर्नु होला है त। सिम्पली म भन्छु रोशन श्रेष्ठ सरले एउटा एप्स लन्च गर्नु भएको छ। त्यो यदि एन्ड्रोइड हो भने तपाईहरुको फोन यदि एन्ड्रोइड हो भने प्ले स्टोरमा जानुस् र आइफोन हो भने एप्पल स्टोरमा गएर तपाईहरुले सिम्पली सर्च गर्नुस्। यहाँनेर गएर सर्च गर्न सक्नुहुन्छ तपाईहरुले। म तपाईहरुलाई देखाउन गइरहेको छु र यहाँ जानुस् र रोशन ROSHN रोशन श्रेष्ठ भनेर सर्च गर्नुस्। सर्च गरिसकेपछि तपाईहरुकोमा एउटा एप्सको इन्टरफेस आउँछ जुन रोशन सरको स्वयं एउटा प्रोफाइल पिक्चर छ र त्यो एप्सलाई सिम्पली यसरी डाउनलोड गर्नुस् है। र म तपाईहरुलाई यहाँ भित्र भएको सबै फिचरहरुको बारेमा पनि एक्सप्लेन गर्नेछु र तपाईहरुले त्यसको भरपुर फाइदा लिन सक्नुहुन्छ। यदि तपाईहरुको फेसबुक ह्याक भएको छ र युजरमा ह्याक भयो भने त्यसलाई कसरी रिकभर गर्ने सक्नुहुन्छ भन्ने कुराहरु पनि यहाँ सिम्पली सबै कुराहरु A to Z ती कुराहरु छन् यो एप्समा। तपाईले गएर चेक गर्नु होला र अहिले चाहिँ डाउनलोड भइसकेको छ यो एप्स र सिम्पली डाउनलोड भइसकेपछि ओपन गर्नुस्। ओपन गरिसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ त्यहाँ एप्स खुलिहाल्छ। राम्रो छ एप्स खुल्छ, अटोमेटिकली खुल्छ। तपाईहरुले कुनै डिटेल्सहरु हालेर लगइन गर्नु पर्दैन, के गर्नु पर्दैन र तपाईहरुले यसको अर्को सुविधा भनेको चाहिँ तपाईहरुले आफुलाई जुन कम्फर्टेबल भाषा लाग्छ त्यो भाषा चुज गर्न सक्नुहुन्छ। सो एउटा यस्तो इन्टरफेस आउँछ। यहाँ आइसकेपछि तपाईहरुले सब देख्न सक्नुहुन्छ। तल ल्याबमा देख्नुभयो भने गृह पृष्ठ, भिडियो, समाचार लेख, सम्पर्क गर्नुस् भन्ने यो नेपाली भाषामा लगाइरहेको छु अहिले मैले। तपाईले यहाँ सिम्पली चेन्ज गर्न सक्नुहुन्छ। देख्नु भएको छ यो इंग्लिश ल्याङ्ग्वेज, नेपाली भाषा भनेर दुईवटा भाषामा चाहिँ अवेलेबल छ। सो तपाईहरु सिम्पली जानुस्। 3 डट लाइन देख्नु भएको छ जुन लेफ्ट साइडतिर, त्यहाँनेर क्लिक गरिसकेपछि तपाईहरुले देख्न सक्नुहुन्छ भिडियो हेर्नुस्, समाचार लेख पढ्नु, रोशनसँग कुराकानी और नेपाली पात्रो, नेपाली मिति, कन्सुल र भिसा चेक लिंकहरु तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। विभिन्न सेवाहरु छन्। तपाईहरुले भिडियो हेर्न सक्नुहुन्छ, न्यूज पोर्टलहरु पढ्न सक्नुहुन्छ अनि यो एप्स लन्चर सर जुन रोशन श्रेष्ठ हुनुहुन्छ उहाँसँग कुराकानी गर्न सक्नुहुन्छ। सिम्पली मैले रोशनसँग कुराकानी गर्नुस् भन्नेमा क्लिक गरे भने यहाँनेर गएर चाहिँ तपाईले आफ्नो फोन नम्बर र पासवर्ड राखेर लगइन गर्नुपर्ने हुन्छ। सो तपाईले क्रिएट गर्न सक्नुहुन्छ। सो हामीलाई यदि इमर्जेन्सी यो एप्समा केही प्रब्लम भयो र एप्सबाट अरु कुराहरु जान्नु मन लाग्यो भने सिम्पली हामीले उहाँलाई कन्ट्याक्ट गर्न सक्छौं यो एप्सको थ्रु। र अहिले चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु सिम्पली यहाँ तपाईले नेपाली पात्रको सबै सम्पूर्ण फिचरहरु भेट्न सक्नुहुन्छ। नेपाली मिति पनि परिवर्तन गर्न सक्नुहुन्छ। नेपालीलाई इंग्लिशमा नेपाली बनाउन पनि सक्नुहुन्छ। भाषाको कुरा भइहाल्यो। यो कन्सुलर र भिसा जाँच लिंकहरु भनेको छ। त्यहाँ क्लिक गर्नुभयो भने तपाईले यहाँ कस्तो फिचर पाउनुहुन्छ भने तपाईको भिसा यदि कुनै देशमा जाँदै हुनुहुन्छ भने तपाईको भिसा सक्कली हो कि नक्कली हो भनेर यहाँबाट चाहिँ तपाईले सजिलै चेक गर्न सक्नुहुन्छ। यहाँ विभिन्न देशका छन्। कुवेत भिसा सर्भिस चेक, साउथ कोरिया भिसा सर्भिस चेक, अस्ट्रेलिया भिसा सर्भिस चेक, बहराइन भिसा सर्भिस चेक, इन्डोनेशियन भिसा सर्भिस चेक, इजरायल भिसा सर्भिस चेक और विभिन्न मलेसिया, मालदिव्स, माल्टा, ओमन, पोल्यान्ड, कतार, रोमानिया, साउदी अरब, सर्बिया, UAE गरेर लगभग यहाँ 16-17 वटा देशको भिसा चेक गर्ने पनि फिचरहरु छ। र तपाई फेरि ब्याक जानुभयो भने यहाँ तपाईले फेसबुक सम्बन्धित जानकारी यो फेसबुक सम्बन्धी जानकारीमा जानुभयो भने तपाईहरुले
सिम्पली अब तपाईँहरूको फेसबुक कसैले ह्याक गरेको छ, रिकभर गर्नुपर्ने छ भने त्यो चाहिँ तपाईँहरूले सिम्पल यहाँ गएर हेर्न सक्नुहुन्छ। फेसबुक पेज रिकभरी छ, फेसबुक प्रोफाइल रिकभरी छ। यहाँ तपाईँहरूले क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि मोर इन्फर्मेसन, भ्यू इन्फर्मेसन छ, वाच भिडियो इन्फर्मेसनमा क्लिक गरिसके पछाडि इन्फर्मेसनहरू राखेर तपाईँहरूले आफ्नो फेसबुक डिटेल्स या आफ्नो पर्सनल डिटेल्स हालेर तपाईँहरूले हेर्न सक्नुहुन्छ। सो त्यस पछाडि हेर्न सक्नुहुन्छ र तपाईँहरूले आफ्नो ह्याक भएको प्रोफाइल सजिलै रिकभर गर्न सक्नुहुन्छ। र तपाईँहरूलाई अझै भिडियो हेरेर राम्रोसँग फेसबुक मोनिटाइज कसरी गर्ने, के कुराहरू रिक्वायर मिट गर्नुपर्छ, क्राइटेरियाहरू के हो भन्ने कुराहरू यो भिडियोमा हेर्न सक्नुहुन्छ। तपाईँले आइजेसन च्याप्टर 1, च्याप्टर 2, च्याप्टर 3, च्याप्टर 4, च्याप्टर 5 भनेर राइट म्यानेजर कोर्स भन्ने छ र यो मेटाको बारेमा तपाईँहरूले कोर्स पनि लिन सक्नुहुन्छ यहाँबाट गएर, युट्युबमा गएर भिडियोहरू हेरेर। सो यसरी नै तपाईँहरूले यो एकदम युजफुल एप्स छ। तपाईँ हाम्रो लागि चाहिँ यो एकदम युजफुल एप्स छ र तपाईँहरूले पनि यसलाई डाउनलोड गरेर भविष्यमा आइपर्ने समस्याहरूलाई पनि सजिलै तपाईँहरूले यसैबाट समाधान गर्न सक्नुहुन्छ र तपाईँहरूले धेरै कुराहरूको जानकारी पाउन सक्नुहुन्छ यो एप्सबाट। र यो एप्सलाई डाउनलोड गर्नुहोस् र एकचोटि हेर्नु होला भन्न पनि चाहन्छु। र आजको भिडियो यति नै थियो र यहाँसम्म तपाईँहरूले मेरो भिडियो हेरेर साथ दिनुभयो, त्यसको लागि म तपाईँहरूप्रति निकै नै आभारी छु। र आगामी दिनहरूमा पनि फेरि यस्तै भिडियोहरू लिएर आउनेछु। अहिलेको भिडियो यहीँ समाप्त गर्न चाहन्छु। तपाईँको दिन शुभ रहोस्, मस्त रहोस्, व्यस्त रहोस्। यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिन नभुल्नु होला। हातमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नु होला र पुरानो साथीहरूले लाइक, कमेन्ट, सेयर गरेर चाहिँ मलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। र अहिलेको भिडियो समाप्त गर्न जाँदैछु। हस्त, नमस्ते।